सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको देश र जनताको नाममा ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि सो हाम्रो देश नेपालको प्रधानमन्त्री चाहिँ बालेन्द्र शाह भइसक्नु भएको छ के। अनि हामी साथीहरू कुरा गर्दा प्लस मैले मान्छेहरूको मुखबाट सुन्ने कुरा भनेको चाहिँ बालेन्द्र शाह चाहिँ प्रधानमन्त्री भएपछि चाहिँ 5 वर्षमा चाहिँ केही चेन्जेस चाहिँ आउँछ है भनेर सबैले भन्नुहुन्छ। यसमा कसैलाई दुई मत पनि छैन होला, बट मेरो पनि यसमा विचार के छ भन्दाखेरि म चाहिँ 5 वर्ष कुर्न सक्दिनँ है होइन। एज अ जेनजी चाहिँ हाम्रो एटेन्सन स्प्यान पनि खासै धेरै छैन, प्लस होइन हामी त्यत्रो टाइम त कुर्न त सक्दैनौँ नि त। त्यही भएर म के भन्छु भन्दाखेरि 5 वर्ष कुर्न त सकिँदैन, हरेक दिन न्यू चेन्जेस चाहिन्छ क्या। हरेक दिन न्यू चेन्जेस चाहिँ आउनै पर्छ क्या, नत्र भने एउटा काम गर्नलाई के 5 वर्ष लाग्छ र भन। र तपाईँले अहिलेको यो न्यू गभर्मेन्टबाट के एक्सपेक्ट गर्नुहुन्छ होइन। हरेक दिन के चेन्जेस ल्याउँदा चाहिँ ठिक होला होइन कि 5 वर्षमा अब आउने 5 वर्षपछिको गभर्मेन्टलाई पनि त्यति दुःख नहोस् क्या।